आज म तपाईँहरूलाई यो भन्न गइरहेको छु कि एउटा कुरा तपाईँ हामीले ध्यान दियो भने नि परमेश्वरको राज्यमा नि हामीलाई पस्नुमा कसैले पनि रोक्न सक्दैन। शैतानले तपाईँलाई त धेरै कोसिस गरेको हुन्छ कि परमेश्वरको राज्यमा यसलाई पस्न दिन्न, उसको जीवनलाई म तबाह गरिदिन्छु, उसको पुरै फ्यामिलीलाई म तबाह गरिदिन्छु भन्ने धेरै सोचेको छ शैतानले। तर तपाईँले यो कुरा एउटा कुरा तपाईँले परमेश्वरप्रति तपाईँले विश्वास गर्नुभयो भने नि तपाईँलाई कसैले पनि तपाईँलाई परमेश्वरको राज्यमा पस्न र रोक्न छेक्न सक्दैन तपाईँले है। त्यसैले तपाईँ हामीले चाहिँ यो बुझ्न एकदम जरुरी हुन्छ। त्यो हो तपाईँ हामीले बुझ्नै पर्ने कुरा हो प्रार्थना। तपाईँले निरन्तर प्रार्थना गर्नुहोस्। तपाईँको निरन्तर प्रार्थना जरुरी हुन्छ। तर तपाईँले प्रार्थना कस्तो तरिकाले गर्नु भएको छ त्यो पनि एकदम मान्यता दिन्छ फेरि है। तपाईँ हामीले प्रार्थना गर्ने हो भने प्रार्थना भनेको परमेश्वरसँगको सम्बन्ध, परमेश्वरसँगको कुराकानी, तपाईँको जीवनको भविष्यको विजय, तपाईँले गर्न खोजेको कामको विजय, तपाईँले हरेक कुरामा तपाईँले विजय पाउनुहुन्छ त्यो प्रार्थनाले गर्दा। आमीन। कि तपाईँको प्रार्थना नै यति पावरफुल हुन पर्ने हुन्छ कि तपाईँको जीवनमा त्यो प्रार्थनाले नै काम गर्छ। अब त्यो प्रार्थना तपाईँले परमेश्वरले सुन्नुहुन्छ। आमीन। तपाईँ हामीले बुझ्न जरुरी हुन्छ कि प्रार्थना वास्तविकतामा के हो, प्रार्थना भनेको के हो। त्यसैले एउटा कुरा तपाईँ हामीले एकदम घनिष्ठ तरिकाले बुझ्न यो जरुरी हुन्छ कि वास्तविकतामा प्रार्थना गरेर हामीले के पाइरहेका छौँ त। प्रार्थना त गरेका छौँ र प्रार्थनाको विषय के हो त, प्रार्थना भनेको के हो त। प्रार्थना भनेको तपाईँ हामीले परमेश्वरसँग कुराकानी गर्नु। आमीन। तपाईँको प्रार्थना बिहान दिउँसो साँझ बेलुका एनी टाइम तपाईँले प्रार्थना गर्नुभयो भने तपाईँ परमेश्वरसँग कुराकानी गर्नुहुन्छ र तपाईँलाई स्वर्गको राज्यमा प्रवेश गर्न कसैले पनि छेक्न सक्दैन। आमीन। हालेलुया।